धरतीको छातीमा ड्युटी छ, आकाशको आँखामा बाचा छ। प्रहरीको जीवन हो त्यो आगो जहाँ न निन्द्रा छ न चाडपर्वको थाल। साथी हो, तपाईले कहिले सोच्नु भएको छ रातको 1 बजे जब सहर निन्दाइरहेको हुन्छ त्यो बेला कसैले जागेर तपाईको सुरक्षा गरिरहेको हुन्छ। त्यो हो नेपाल प्रहरी, जो घरमा होइन सडकमा हुन्छ। बल्ल बल्ल निन्दाएका अपराधीलाई उठाउने हो कि बचाउने भन्ने लडाईँमा हुन्छ। त्यो जागिर होइन, त्यो सेवा हो, शपथ हो, बलिदान हो। भोलिपल्ट बिहान 6 बजे फेरि ड्युटी जानु पर्ने हुन्छ, न खाना समयमै न निन्द्रा भरपूर। तर उनी भन्छन् देश सुतोस् म सुत्दिन्न। एकजना प्रहरी जवानले भनेका थिए, म आमाको मुख हेर्न 2 वर्षदेखि पाएको छैन, तर आमाले भनेको सुनिन्छ, तिमी राष्ट्रको छोरा हो बाबु, मेरो मात्र होइन। के त्यो आमाको मन कम चिथुरिन्छ र? बाढी आयो भने सबै भाग्छन्, तर प्रहरी डुबेर पनि बचाउँछ। भूकम्प आयो भने सबै लुक्छन्, तर प्रहरी ढलेको घर मुनि हात हाल्छ। आगलागी भयो भने प्रहरी त्यहाँ पुगिसकेको हुन्छ। कहिले ड्युटी सकिन्छ भनेर कहिले नसोच्ने जागिर। यस्तो जागिर भाग्यमानीले मात्र खान पाउँछ। सुनौ न, प्रहरी पनि बाबु हुन्, छोरा हुन्, आमा हुन्। चाडबाड आउँछ, श्रीमतीले भन्छन् यसपालि त घर आउनु है, तर उनी भन्छन् म घर आउन सक्दिन, म सहरको चौकमा छु। परिवारले कुर्छ तर ड्युटी रोकिँदैन। यो हो मातृभूमिको सन्तान। वर्दी सजिलो छैन, वर्दी मात्र कपडा होइन, यो प्रतीक हो, कसम हो र आत्मा हो। एकचोटि वर्दी लगाएपछि मसाल बोकेको जस्तो हुन्छ, जुन उज्यालो दिन्छ तर आफै पोल्छ। यो पोलाइमा पनि प्रहरी मुस्कुराउँछ, किनभने देश उनको सासमा बाँचिरहेको हुन्छ। हामी प्रहरी देखियो भने गुनासो गर्छौं, घुस खान्छन्, चेक गर्छन्, ट्राफिकको झमेला। तर के कहिले सोचेका छौं उनी बिहान 5 बजेबाट ड्युटीमा छन् र राति 10 बजे मात्र फर्किन्छन्। न समय छ आरामको, न त कसैको धन्यवादको। जुन मान्छे तपाईको निन्द्राको रक्षक हो उनी प्रति त सम्मान त गरौं। 2062-63 को आन्दोलन सम्झिनुहुन्छ? कति प्रहरीले ज्यान गुमाए, तर अझै पनि कसैले सम्झिदैन। भर्खरै झापा जिल्लामा एक जवानले छुरा खाएर पनि बचाए एक वृद्धालाई, तर त्यो खबर 3 सेकेन्डमा मेटियो। तर त्यो बलिदान इतिहासमा अमर रहन्छ। प्रहरी हुनु मतलब दिन रातको परीक्षा पास गर्नु हो भनेपछि हामीले आफैलाई बिर्सिनु पर्छ, राष्ट्रलाई सम्झिनु पर्छ। उनीहरूलाई त रिस्पेक्ट देऊ, किनकि उनीहरूले जीवनको प्रत्येक क्षण हाम्रो सुरक्षामा खर्च गरेका छन्। हामी निदाउँछौ, प्रहरी निन्द्रामा कहिले जान्न। हामी रमाउँछौ, प्रहरी कहिले नरोकिने चौकीमा हुन्छ। हामी चिच्याउँछौ, प्रहरी शान्त रहन्छ। शान्तिको संरक्षक को हो भन्ने नेपाल प्रहरी। साथी हो, आज प्रहरीको कथा तपाईको मुटुमा छुएको छ भने शेयर गर्नुहोस्। उनको सेवा देखाउने समय अब हाम्रो हो। ताली नबजाए पनि हुन्छ, तर श्रद्धा देखाउनुहोस्, किनकि नेपाल प्रहरी त्यो छाया हो जसले तपाईको उज्यालो जीवनलाई रक्षा गरिरहेको छ। र एक रात जब तपाई निन्दाइरहनु भएको छ, एक प्रहरी छ जसले आफ्नो आँखाको निन्द्रा साटेको छ तपाईको सुरक्षाको निमित्त।